नमस्कार हजुर सबैलाई स्वागत छ है। अनि अब आज चाहिँ अस्ट्रेलियाको भिजा सफल भएर चाहिँ उहाँ आउनुभएको छ उहाँहरू होइन। उहाँहरू यो दोस्रो पटक होइन, योभन्दा अगाडि आउँदाखेरि पनि उहाँहरूले धेरै भिडभाड देख्नु भएको थियो होइन। र दोस्रो पटक पनि उहाँहरूले चाहिँ न्युज 24 को समाचार हेरिकन पनि उहाँहरू फेरि माताकोमा चाहिँ उहाँहरूको भाकल पुरा भएर उहाँ चाहिँ दर्शन गर्न आउनुभएको छ होइन। अब यही हो, हजुरले अघि पनि भन्नुभएछ विभिन्न अब नेपालमा चाहिँ के प्रविधि छ भने जो चाहिँ सत्य काम गरेर हिँड्छ र सच्चा काम गरेर हिँड्ने मान्छेलाई चाहिँ यहाँ खुट्टा तान्ने प्रविधि एकदम बढी नै हुन्छ। साथसाथै राजनीतिकरण पनि गरिन्छ होइन। यस्तै माताले पनि फसाउन चाहिँ उहाँहरू चाहिँ गिरो लागेर चाहिँ यो 3 महिना अगाडिदेखि 4 महिना अगाडिदेखि लागि परेका थिए र विभिन्न उहाँहरूले चाहिँ कामहरू त्यो खुट्टा तान्ने काम त भइरहेको थियो भने चाहिँ लास्टमा चाहिँ अब विभिन्न षड्यन्त्र गर्दा गर्दै चाहिँ विफल भइसकेपछि चाहिँ असफल भइसकेपछि चाहिँ पासपोर्टमा चाहिँ एक्सपायर पासपोर्ट भनेर चाहिँ ल्याएर काण्ड मचाएर चाहिँ हाम्रो भक्तहरू चाहिँ बिथोल्न र हाम्रो शक्तिशाली दियो अभियान जुन यो देशको लागि राष्ट्रको लागि बालिएको राष्ट्रिय टीम चाहिँ बिथोल्नलाई अभियान बिथोल्नलाई चाहिँ लागि परेका यो गिरोहरुलाई चाहिँ मनकामना माताले नै हिसाब किताब राख्नुहुनेछ र उहाँहरू चाहिँ दियो भिजा लगाएर अस्ट्रेलियाको भिजा लागेर आउनुभएको छ र उहाँहरू अब आफ्नो तर्कहरू भन्दै हुनुहुन्छ। म उहाँहरूसँग सोध्न चाहन्छु। अब हजुरले अघि पनि भन्नु भइसक्यो होइन, चाहिँ अब मातालाई चाहिँ हजुरले अब गिरो नै लागेर यसरी षड्यन्त्र प्रयोग नै भएको भन्ने कुरा होइन। अब विभिन्न अब सामाजिक सञ्जालमा चाहिँ के छ भने हाम्रो हल्लाको पछि लाग्ने बानी छ। अब तपाईँले चाहिँ के सल्लाह सुझाव दिनुहुन्छ तब यहाँ आउने भक्तजनहरूलाई, अब आउनेहरूलाई चाहिँ? अब मैले सल्लाह सुझाव दिँदाखेरि धेरै लामोमा नगइकन हल्लाको पछि नलगाउँ, एउटा पोइन्टमा आएर त्योलाई एउटा विचार गरौँ होइन। आफ्नो मनैदेखि एउटा विचार गरौँ, विचार गरेपछि आफूलाई त्योमा सफल भयो भने त्यतिकै थाहा भइहाल्छ होइन। त्यही भएर हल्लाको पछि नलगाउँ भन्ने मात्रै म चाहन्छु। त्यही त अब तपाईँको भने नि यो भनेछ त्यो भनेछ, तर त यहाँ त माताको त अब उहाँहरूले न्युजमा त अब हामीले गर्दाखेरि त एकजना मान्छे पनि नछिनी बन्द गराइदिइसकेका छौँ। उहाँ त आसन भन्नुभएको छ। मन्दिरमा जो कोहीले आफूले खुसीले चाहिँ बन्द गर्न चाहन्छ भनेर बन्द हुन्छ होला त हजुर? त्यो भने बिल्कुल गलत कुरो। मन्दिर भनेको सबैको एउटा साझा, हामी हिन्दू धर्मको कल्चरले गर्दा पनि एउटा मन्दिर भनेको चाहिँ हाम्रो एउटा विश्वास को ठाउँ हो कि हामीले आस्थाको केन्द्र हो। त्यहाँ गएर हामीले माग्नु मात्रै ठुलो कुरो होइन जस्तो लाग्छ मलाई। भगवानसँग मागेर मात्रै सबै कुरो पुग्छ भन्ने कुरो जस्तो लाग्छ मलाई। त्यही त हजुरले अब कर्म पनि गर्नै पर्छ होइन। कर्म गर्न सँगसँगै हजुरले अब आस्था र विश्वास पनि छ भन्दामा डोकोमा दुध दोहेर अडिन्छ भन्ने त हुँदैन नि त, त्यो गलत हो नि त होइन। त्यसले दुध दुहुन केमा अडिन्छ भन्ने कुरो त एउटा उ त हुन पर्यो नि त होइन। अब सबै कुरो भगवानले नै माताले नै गर्छ भन्ने होइन। अब केही कुरा गर्छन् र सबै कुरा नै हो। भनेपछि हजुरले चाहिँ आफ्नो भित्री हृदयले चाहिँ मातालाई चाहिँ हजुरले निर्दोष छ भन्नुहुन्छ? म निर्दोष छु भन्छु। उहाँलाई फसाउन लागि परेका हुन्। त्यो एकदम नेपालमा राम्रो मान्छे बाँच्ने ठाउँ हो हजुर। जति बाँचे छन् त्यो छुले फटा नै बाँच्ने ठाउँ हो नेपाल। यो चाहिँ एकदमै हो, यो कुरा हजुरले बोलेको एकदमै हो। केही समय अगाडि आर्मीको एकदम क्याप्टेन आएर चाहिँ मलाई निरन्तर उहाँले मलाई सल्लाह दिइराख्नुहुन्थ्यो। राजा महारानीको देश हो, जे पनि हुन सक्छ भन्नुहुन्थ्यो। उहाँले भनेको कुरा आज पुगेको छ, उहाँलाई मैले यहाँबाट सम्झिरहेको पनि छु एकदमै धेरै। भनेपछि उहाँले त यो धर्मप्रति त राजनीतिकरण गरियो नि होइन हजुर? हाम्रो हिन्दू धर्मप्रति आस्थाको केन्द्रलाई चाहिँ उहाँहरूले चाहिँ मारेर चाहिँ इसाई धर्म चाहिँ ल्याउने कुरो भयो नि त। त्यसमा त इसाई धर्मलाई चाहिँ बढावा दिने र हाम्रो भएको धर्मलाई चाहिँ मासिने जस्तैमा चाहिँ यो राष्ट्रको चौथो अङ्ग यो न्युज जस्तो चिजले पनि चाहिँ यसरी कार्य गर्दो रहेछ। भनेपछि यो राजनीतिकरण गरेर यो चाहिँ भनौँ न एकदमै यो दण्डनीय अपराध छ यो होइन। हाम्रो चाहिँ एकदम तल पार्ने यो सोच विचारको हो कि त्यही विचारले गिरोले नै लागि पर्यो। भनेपछि यहाँ प्रहार हुनु भनेको चाहिँ विश्व हाम्रो नेपालमा भएको मठ मन्दिरलाई चाहिँ बन्द गर्न खोज्नुको हस्तक्षेप हो यो होइन। प्रहार गर्नु हस्तक्षेप गरेर चाहिँ मन्दिर बन्द गर्न खोज्नु नै हो। किनभने योभन्दा अगाडि लकडाउनमा पनि अब सबैभन्दा के अरे सबैभन्दा ठुलो विश्वास र आस्था भने भगवानमाथि हुन्छ र लकडाउनको बेला चाहिँ मठ मन्दिर पनि बन्द गरेर चाहिँ मान्छेलाई थुनेर राखियो होइन। त्यो बेलामा बालेको दियो चाहिँ निरन्तर यहाँ बलि नै रहेछ। 78 साल जेठ 2 गते चाहिँ बालेको मनोकामना माताको शक्तिशाली दियो चाहिँ
हाम्रो आश्रममा निरन्तर बलेको छ। अहिले पनि हामीले निप्न दिएको छैनौँ। 24 घण्टा बलि नै राखेको दियो 12वटा बलि नै राखेको छ र त्यो दियो भोलिको दिनमा हातमा बोकेर मन्दिर मनोकामना मन्दिर सजाएर फुलमालाले पुरै मनोकामना मन्दिर सजाएर 12 देखि 15 दर्जन बाजा बजाउँदै मनोकामना मन्दिरमा विश्राम गर्नेछौँ र निरन्तर केही समय 1.5 महिनाको बिचमा एकदम भक्तालु भिडभाड हुन थालेपछि एउटा गिरो 3 महिनादेखि लागिरहेको गिरो लागि नै परेको थिए। उहाँले केही गरेर पनि सफल हुन नसकेपछि सिधा कुरा जनतासँग गएर चाहिँ उहाँ माताले गरेको कुनै गलत केही पनि थिएन। उहाँहरू आएर चाहिँ यसरी प्लानको साथ पातालाई फसाउनलाई चाहिँ लागि परेका छन्। हजुर, हस्, धन्यवाद।